आज के हो मेरो थाहा छ? बर्थडे हेलो हजुरलाई मैले बर्थडे गिफ्ट ल्याइदिएको छु। गेस के छ? गेस के हो बहिनी? त गरौँ कसो त यार? खै के अरे ढुङ्गा राखेर ल्यायो क्या? लाग्दैन ढुङ्गा लागेर ल्याउनु के छ यार यस्तो गरौँ? एयरबड गरौँको छ एयरबड के छ? होला खोल्न नआने खै छ र? है के ल्याइरहेछ मेरो बुढीले? गरौँ छ यार? त्यो ढुङ्गा सुङ्गा राखेर ल्याएको मलाई लाग्दैन ढुङ्गा प्र्याङ्क गर्नु हुँदैन हो? प्र्याङ्कै होला। के हो यो? हेर्नु न What is this? मलाई ल्याएको तँलाई ल्याएको हो? यो रे हेर्नुहोस् है गाइस देखाइदिनु यस्तो अरे यो रे यो के हो? डेरी मिल्क साबुन यो टोयलेट क्लिनर स्याम्पू मलाई ल्याएको आफूलाई युज गर्ने चिज ल्याएस् नगर पकिन्छ यार वाट इज दिस? आज अप्रिल फुल हो र? होइन। मेरो बर्थडे हो जस्तो लाग्छ मलाई त। कस्तो के हो लाग्यो यो? कस्तो लाग्यो राम्रो छ। रियाक्सन तपाईँले के सोचिरहनु भएको थियो के सोचिरहनु भएको थियो मलाई युज हुने चिज के होला कि? जस्तै सुन्नु मैले किन यस्तो गरेको कि सुन्नु अब तपाईँलाई लुगा किनिदिउँ भनेपछि तपाईँलाई सस्तो लुगा मन पर्दैन मैले छानेको पनि तपाईँलाई राम्रो लाग्दैन होइन अब यो तैँले किनिदियो थाहा छ कि? यसमा कति ह्यान्डसम देखिनुहुन्छ त के थाहा छ कि छैन यो पनि मैले किनिदिएको त हो योभन्दा अगाडि यो पनि मैले किनिदिएको त हो त्यो आज मैले लगाएको सुन्नु यहाँ सुन्नु ल तपाईँलाई त्यस्तो हुन्छ नि त अनि घडी किनिदिन्थेँ तपाईँ घडी लगाउनुहुन्न पर्स किनिदिन्थेँ हजुरलाई पर्स बोक्न राम्रो लाग्दैन औँठी मैले तपाईँलाई 4वटा किनेर राखिदिएको छु हजुर लाउँदै लाउनुहुन्न है अनि लुगा अनि फ्याँक्नु भएको छैन मैले राखेको छु अनि के अरे अनि लुगा तपाईँलाई मैले छानेको मन पर्दैन त्यही भएर नगर न किन गर्न लाग्छौ त्यस्तो नगर साबुन सकिएको थियो साबुन ल्याएँ दा हेर्नुहोस् है गाइज मेरो बर्थडेको गिफ्ट चाहिँ है प्याकिङ त खतरा थियो कि के नै होला भने दाल पो छ यो मसुरको दाल सकिएको थियो मसुरको दाल यो चाहिँ मासको दाल आफ्नो युजको हो त यो घरको युज भएन घरको अनि यो राम्रो मलाई चाहिँ राम्रो लाग्यो। अनि यो के भन्छ यो मास अनि स्याम्पू सकिएको थियो मलाई स्याम्पू साबुन अनि टोयलेटमा बर्थडे चाहिँ मेरो हार्पिक सकिएको थियो हार्पिक ल्याएँ अनि अब ला अर्को के छ ए चक्लेट यो चक्लेट चाहिँ हजुरले दिनुपर्ने थियो तपाईँले मलाई चक्लेट पनि खुवाउनु भयो आज बर्थडेको दिन खुवाउनु भयो हजुरले मलाई चक्लेट दिनुभयो किन मिठाई खुवाएको थियो त? कतिखेर खुवाउनु भयो हिजो त खुवाएको थियो नि। हिजोको कुरा छोड्नु न रातकै बाद बर्थडेको तपाईँले किटक्याट दिनुभयो मलाई दिनु भएन नि त अनि मैले डेरी मिल्क गरेँ होइन तर यो चाहिँ बाबु तेरो र मेरो है तैँले दिएको योभन्दा अगाडि साल दिएको गिफ्ट चाहिँ लगाएको थियो क्या यो तैँले विचार गरिन् प्यान्ट र टी सर्ट हो कि होइन र? हो त योभन्दा अगाडि साल दिएको थियो नि अनि यो चाहिँ विचार गरिन् अब गरेन त्यो त मैले हजुरले एउटा चिज राम्रो ल्याउनु भयो यसमा ग्रीन वाला ल्याउनु भयो नि मेरो फेभरेट अनि के मैले गलत गरेँ मैले सबै युज हुने सामान गरेँ राम्रो तपाईँले साबुन लगाएर 9-10सम्म शर्मिलाले दिएको गिफ्ट भन्नु होला स्याम्पू लगाउन्जेल शर्मिलाले दिएको गिफ्ट भन्नु होला टोयलेट सफा गर्दा पनि शर्मिला सफा भन्नु होला यो चाहिँ अब हामी दुईजनाले खाइसक्छौँ होइन अब जतिचोटि दाल मासको दाल खान्छौँ शर्मिलाले दिएको मसुरको खान्छौँ शर्मिलाले दिएको ठिक छ कि नै त? मलाई त मन पर्यो ल मलाई त राम्रो लाग्यो है साथीहरू तपाईहरुलाई कस्तो तर सुन्न अनु यता हेर्नु न यता हेर्न हेर्नु न अनेस्टली ल अनेस्ट एकदम इमानदारीका साथ भन्नु तपाईँले के सोच्नु भएको थियो शर्मिलाले के ल्यायो होला तैँले सधैँ कपडा दिन्थिस् सायद अब कपडा हो कि जस्तो लागेको थियो फेरि अहिले समात्दाखेरि चाहिँ कपडा होइन जस्तो लागेको थियो कि किनभने एकदम वेटी थियो नि त अब खै के होला त्यो यिनीहरूले खोले यस्तो रहेछ है साथीहरू लागेन मलाई राम्रो लाग्छ पैसाको बचत के गाइज ओके थ्याङ्क यू मेरो यो चाहिँ बुढीलाई चकलेट हो तपाईँले मलाई चकलेट किन्न नदिएको कि चकलेट देवा दिनु चकलेट देवा चकलेट गुड
तपाईँले मलाई बर्थडेको चक्लेट किन्न दिएको के बर्थडेमा चक्लेट किन्न दिएको चक्लेट होइन मैले आज तँलाई एउटा चिज बनाएर राखेको छु कि के छ हँ? के हो? हँ? के छ के? के बनाएर राख्नुहुन्छ? भात। त्यो भात त मैले पकाएर गएको भात होइन जे पनि छ चाउमिन। ओके ओके गाइस मलाई राम्रो लाग्यो मेरो बुढीले दिएको गिफ्ट ओके गाइस बाई बाई तर रियलीमा भन्नु त बुढालाई मैले सरप्राइजै गरिदिएँ क्या आज सरप्राइजै हो कि गाइस ल यो